दर्शकवृन्द यस्तो चिटिक्कको बन्यो बरमायाको घर हो। दर्शकवृन्द बरमाया विश्वकर्मा आफूले पढाइ छाडेर अरूकोमा काम गर्दै भाइ पढाउँदै र बुबाको उपचार गर्दै आइरहेकी थिइन्। उनको घर चुहिने थियो, बर्खामा असाध्यै गाह्रो भएको थियो। राति सुत्ने बेलामा कहिलेकाहीँ ओछ्यानै सरेर सुत्नु पर्थ्यो किनकि पानीले भिजाउँथ्यो। आज बरमाया घरमा टिन लगाएका छौँ, अब ढुक्कसँग सुत्न मिल्नेछ। दर्शकवृन्द आज यो असाध्यै खुसीको खबर तपाईँमाझ प्रस्तुत गर्दैछौँ। बरमाया हजुर कस्तो गजबको राम्रो बन्यो घर त। हजुर राम्रो बन्यो। अहिलेसम्म चुहिने छानामुनि बस्थ्यौ है? हजुर धेरै नै चुन्थ्यो। हजुर धेरै चुहेर भानाहरू थाप्नु पर्थ्यो, बिस्ताराहरू सार्न पर्थ्यो। अहिले चाहिँ चुँदैन। अब चाहिँ यति भएपछि ढुक्क भयो है बुवा? हजुर साह्रै दुःख पाउनु भएको थियो। हजुर बाबु साह्रै दुःख पाइएको 60 सालदेखि यता चुहेको चुहीमा त्यस्तरी बसिन्थ्यो बाबु। ठाउँ सार्दै बस्दै गरिन्थ्यो बाबु। सिरमिती बिथ्यो झन् त्यहाँदेखि त झनै दुःख भयो बाबु। अब कसले कमाइनेर कसले लिन्छ र खाने बाबु। मलाई बिरामीले छोड्दैन कस्तो लाग्छ बाबु। त्यहाँबाट यो घरमा पानी चुने यताउता गर्ने छोरीले अब के गरोस्। एउटा बरमाया छोरीले बाबा नातिनु म पैसाको मान्छेहरू 3 घालमला भन्थ्यो। भन्दा त्यस्तै भयो बाबु। तपाईँ आइदिनु भयो, झन् मलाई खुसी लागेछ बाबु। 3 हालिदिनु भयो। पहिला त चुने घरमा सुत्तिन्थ्यो, अब आजदेखि त चुने घरमा सुत्तिन बाबु। अब ओभानमा सुत्तिन्छ बाबु, आनन्दले सुत्तिन्छ बाबु। खुसी हुनुहुन्छ है? खुसी, म धेरै खुसी बाबु। हजुर कस्तो लागेको छ तिमीलाई? राम्रो लागेको छ। घर छाइयो है? हजुर पहिला के हुन्थ्यो यहाँ? धेरै चुन्थ्यो पानी। हो हजुर अब त भानामा बस्ने। दर्शकवृन्द केही दिन अगाडि हामीले बरमायालाई अरू कसैकोमा काम गर्ने क्रममा आलु खन्ने बेलामा भेटेका थियौँ। बरमायाले भनेकी थिइन्, दाई मैले पढ्न छाडेर अरूकोमा काम गर्छु, सानो भाइ छेउलाई पढाउनु पर्छ, च्यातिको ड्रेससम्म मैले फेर्न सकेकी छैन, उता बुवा बिरामी हुनुहुन्छ, औषधि किन्नुपर्छ, मैले सबै धानेकी छु भन्ने कुरा गरेकी थिइन्। र उक्त भिडियो हेरिसकेपछि सम्पूर्णले धेरै सहयोग गर्नुभयो। बाबुको च्यातिको ड्रेस झोला फेरियो, पढ्ने व्यवस्थापन गरियो, केही समयलाई पाउने खाद्यान्न लिएर आयौँ। टिन चुनेछ भनेकी थिइन्, टिन पनि छाइयो। हेर्नुहोस् त दर्शकवृन्द यो छोटो समयमा कति धेरै चेन्जेस आयो, कति धेरै खुसी फर्कियो। बुवा हजुर बाबु 15-20 दिनमा यति धेरै खुसी फर्कियो? धेरै खुसी फर्क्यो बाबु। 15-20 दिनमा म त खै बाबु बाबुले अलि पछाडि लिनुहुन्छ होला भनेर धेरै आत्ते थिए बाबु। बाबुले छिट्टै 15-20 दिनमा छिट्टै तत्कालै गरिदिनु भयो। मलाई झन् खुसी लाग्यो बाबु। अब सबै कुरा पुगेको छ बरमाया। अब तिमी काममा जाने कि नजाने? पढ्न तिमीलाई धेरै अफर आएको थियो, पढ्दिन भन्ने कुरा गर्यौ। बाबुको त पढ्ने व्यवस्थापन भयो। अब छानो छाउन पाए हुन्थ्यो भनेको थियो, त्यो पनि छाइयो। अब काममा जान पर्छ कि पर्दैन तिमीलाई? पर्छ दाइ। किन? बाबाको उपचार गर्न पर्यो, जानु पर्छ। काममा फेरि जानुपर्छ है? हजुर ठिक छ। अब यो पनि पिर नगर, बुबाको हामी तत्कालै राम्रो ठाउँमा लगेर चेक गर्नेछौँ। हुन्छ हुन्न र? हुन्छ बुवा हजुर बाबु के छ तपाईँको विचार? मेरो विचार त बाबु अहिले पहिला तत्कालै बुर्तिमाङ यसो रिपोर्ट हेरौँ बाबु। त्यहाँ चेक गरौँ के रिपोर्ट निस्किन्छ त्यही अनुसारले तल जाने हो बाबु। भनेको अहिले बुर्तिमाङ चेक गर्ने, हजुर के रिपोर्ट आउँछ हेर्ने, त्यसपछि बल्ल कहाँ जानुपर्ने जाने। हजुर ठिक छ। तपाईँले त्यो भन्नुहुन्छ भने पनि हामी किन जबरजस्ती गर्थ्यौँ र दर्शकवृन्द फेरि अब हामी छिटै बुबालाई चेकअपको लागि यहीँ नजिकै रहेको बजार बुर्तिमाङ बजारमा जानेछौँ। उहाँको सम्पूर्ण चेक गरेर रिपोर्ट निकाल्नेछौँ। के रिपोर्ट कहाँ के गर्नुपर्छ सबै हेरेर हामी सम्बन्धित ठाउँमा पुगेर बुवाको राम्रोसँग चेकअप पनि गर्नेछौँ। दर्शकवृन्द अब घर जाने, घरमा हामीले सिरेकोहरू लिएर आएका छौँ, भाँडाकुँडा लिएर आएका छौँ, थुप्रैले सहयोग गर्नुभएको छ। सबैको नाम पनि पढेर सुनाउनु पर्यो तपाईँलाई, होइन र? हजुर बाबु जामिनुहोस् घर। ल बरमाया हजुर तिमी कति खुसी छौ नि? धेरै खुसी छु। खुसी छौ? हजुर यति भएपछि त सजिलो भयो है? बाबु यति भए त कति खुसी भएको छु बाबु। खुसी सजिलो भएको छ बाबु। हजुर मलाई अहिले धेरै खुसी लागेछ बाबु। बुवा हजुर बरमायाले भनेकी थिइन् घर चुहिनेछ, साह्रै गाह्रो छ भन्ने कुरा थाहा पाइसकेपछि, त्यो भिडियो हेरिसकेपछि अमेरिकाबाट असाध्यै समाजसेवी दाई एम कुमार पूर्जा, उहाँको श्रीमती भाउजू नरदेवी पूर्जा र छोरीहरू कविना पूर्जा र सबिना पूर्जाले बरमायाको चुहिने छानो छाउनको लागि तपाईँहरूको दुःख देखेर हेर्नुहोस् त पैसा पठाउनु भएको। हजुर बाबु सबै जिम्मेवारी लिनुभएको। के भन्नुहुन्छ नि? म धन्यवाद दिन्छु बाबु, धन्यवाद दिन्छु मैले।
यति बस ढुक्क भयो बुवा? हजुर बाबु ढुक्क भयो। तपाईँ आउनुभयो र छाने बनाइनु भयो, टिन हालिदिनु भयो, मलाई एकदम ढुक्क भयो बाबु। नै त बेसै दुःख थियो बाबु मलाई। हजुर दुःख पीडा थियो बाबु मलाई। ठिक छ बुवा, टिन त भइहाल्यो। अझै अरू त्यहाँ फाइबर सिरेकहरू लिएर आएका छौँ, भाँडाकुँडा थिएन अस्ति आउँदा भन्ने कुरा गर्नुभएको थियो, भाँडाकुँडा लिएर आएका छौँ। अझ थुप्रैले सहयोग गर्नुभएको छ, नगद पैसा पनि छ जामतलतिर है? हजुर बाबु हुन्छ बाबु, झन् राम्रो भयो बाबु। भाँडाकुँडा थिएन बाबु, सिरेक थिएन, हामीले ओर्ने अस्ति भन्नुभएको थियो जाडो हुन्छ यहाँ, जाडो हिउँदा भयो, पानी हिउँ पर्छ बाबु। अबदेखि त जाडो दिन आयो, हिजो अझै जाडो हुन्छ, आगो नताप्दा सुहाउन सकिन्न बाबु। आगो फुकेर रातभरि बसिन्छ बाबु, कपडा नभएर। त्यसरी त्यसै दुःख काट्दैछ बाबु। बर्माएको घर बनाएर सकिएको छ, चिटिक्कको भएको छ र हामी आज साँझ नै यहाँबाट निस्कन्छौँ। योभन्दा अगाडि आउँदाखेरि यहाँ चिसो हुन्छ अत्याधिक, किनकि पानी परिरहेको छ, हिउँ पनि पर्छ। बुवा बस्नुहोस्, यता बस्नुहोस्। र फाइबर सिरेक भए राम्रो हुन्थ्यो भन्ने कुरा गर्नुभएको थियो, हामीले सिरेक पनि लिएर आएका छौँ। त्यसै गरी भाँडाकुँडा थिएनन्, उनले बिट फाटेको भड्डुमा खाना पकाएको हामी देखेका थियौँ र हामी खानेकुरा कुकर सबै थाल बटुका सबै लिएर आएका छौँ। बुवा अब सबै कुरा राम्रो भयो है? हजुर बाबु। तपाईँले सोच्नु भएको थियो यति छोटो समयमा यति धेरै खुसी फर्किएला भन्ने? मैले सोचेको थिइनँ बाबु, सोचेको थिइनँ खुसी फर्किने छैन भनेको थिएँ बाबु। छोरी चाहिँ पहिला जाने होला, हामीलाई कसले के लाएर यस्तो चुने घरमा बस्नु त होला भनेको थिएँ के र बाबु। एक्कासी? हजुर एक्कासी एकाएक सबै कुरा मिल्दै गयो है? हजुर बाबु, सबै कुरा एकाएक मिल्ने भयो बाबु। खुसी हुनुहुन्छ? खुसी भयो। अब तपाईँको चेकअप गर्ने कुरा छ? हजुर बाबु, अहिले मैले चेकअप गर्ने उच्च बाबु। तपाईँको राम्रो ठाउँमा गएर उपचार गर्ने हो? हजुर ढुकढुक एकदम ढुकढुके छ। कहिले जाने भन्नुहोस् त, कहाँ जाने बाबु? पहिला बुर्तिबाङ जाम, बुर्तिबाङ गएर चेकअप गरौँ के अरे, कस्तो रिपोर्ट निकाल्छ बाबु, त्यही अनुसार तारा जान्छ होला बाबु। अलि ठिक छ बुवा, हुन्छ। र दर्शकवृन्द, बुवाले कहिले पत्थरी परेको छ भन्ने कुरा गर्नुहुन्छ, कहिले मुटुमा समस्या छ भन्नुहुन्छ र कहिले फोक्सोमा समस्या छ भन्ने कुरा गर्नुभएको छ। ठ्याक्कै के भएको भन्ने थाहा छैन। हामी सँगसँगै लिएर बुर्तिबाङ जानेछौँ, के भएको रिपोर्ट हेर्नेछौँ र त्यसपछि थप कहाँ लगेर ठिक हुन्छ हामी अगाडि बढ्नेछौँ है बुवा? हजुर हुन्छ। यो पनि भयो नि हजुर बर्माया, बुबाको उपचार गर्ने भन्ने कुरा गरेकी थियो, त्यो पनि हुने भयो। हामी भोलि सँगसँगै जानेछौँ बुर्तिबाङ, चेक गर्नेछौँ, के भएको रिपोर्ट हेर्नेछौँ र त्यसपछि थप काठमाडौँ जाने कि बुटोल जाने कि पोखरा जाने कि कहाँ जाने हो, के भएको हो, सबै बुझेर जाउँला है? हुन्छ नि बुवा? हजुर बाबु। बर्मायालाई हामीले आजभन्दा 15-20 दिन अगाडि भेटेका थियौँ है, त्यसपछि सबैले असाध्यै माया गर्नुभएको छ। सबै कुराको बिस्तारै बिस्तारै व्यवस्थापन भइरहेको छ, बच्चाको पढ्नेदेखि लिएर टिन छाउने, घरमा खाद्यान्न, अब उपचार, सबै कुरा मिल्दै गएको छ है। र अमेरिकाबाट असाध्य समाजसेवी दाई एम कुमार पूर्जा, उहाँको श्रीमती नरदेवी पूर्जा, छोरीहरू कविना पूर्जा र सबिना पूर्जाले एक्लैले जिम्मा लिनुभएको। हेर्नुहोस् त, कति लाग्छ म पैसा पठाउँछु, टिन छाइदिनुहोस्, चुनी गरेर बस्ने होइन भन्ने कुरा गर्नुभयो र त्यो काम सकियो। त्यसै गरी बुवा बिरामी हुनुहुन्छ, अब बुवाको राम्रोसँग चेकअप गर्नको लागि कहाँ लगेर हुन्छ, बुवा ठिक हुनको लागि भनेर आफूले खाइ नखाइ थुप्रैले सहयोग पठाउनु भएको छ। म हजुरलाई सहयोग गर्ने मनकारी सहयोगीको नामबाट सुनाउँछु है। गीता डङ्गाल, हाल कोरिया, घर काठमाडौँ नेपाल, उहाँले हजुरको लागि 5005 पठाउनु भएको छ। त्यसै गरी काठमाडौँ धापासी स्थित दीक्षा पौडेलले हजुरको लागि 5000 पठाउनु भएको छ। त्यसै गरी विनिता छेत्री, नेपाल, घर पोखरा लेखनाथ, अहिले पोर्चुगलबाट है भन्नुभएको छ, उहाँले 5000 पठाउनु भएको छ। त्यसै गरी नवराज अधिकारी, हाल मलेसिया, नेपाल, घर नुवाकोट बेटकोटबाट 5000 पठाउनु भएको छ। त्यसै गरी इजरायलदेखि सुनमती गुरुङ, नेपाल, घर बन्दीपुर, उहाँको नेतृत्वमा आएको 10000 रुपियाँ छ, उहाँले पठाउनु भएको छ। त्यसै गरी विष्णु बिसी प्युठानबाट 1500 पठाउनु भएको छ। र त्यसै गरी हेर्नुहोस् त, तपाईँको दुःख देखिसकेपछि, बर्मायाको सङ्घर्ष देखिसकेपछि कोरियन नागरिक योङ फेल खिलले 50,000 नेपाली पठाउनु भएको छ। आज हामीसँग 81,505 रुपियाँ आएको छ। केहीको थोरै सामान लिएका छौँ, भाँडाकुँडा, सिरक डस्नाहरू, अरू पैसा यहाँ छ, दिनुहोस्। के भन्नुहुन्छ? हेर्नुहोस् त, तपाईँलाई आफूले खाइ नखाइ विदेशबाट दुःख गरेर यसरी सहयोग गर्नु भएको छ। सहयोग गर्नेलाई मैले एकदम धन्यवाद दिन्छु बाबु, मैले धन्यवाद दिन्छु। भगवान् जस्तो मानेछु बाबु, मैले ठुलो धन्यवाद दिन्छु बाबु, भगवान् जस्तो मानेछु। यसैमाथि हेर्नुहोस् त, आफू नेपाली नभइकन पनि कोरियन नागरिकले योङ फेल खिलले हजुरलाई 50,000 पठाउनु भएको छ, विदेशी नागरिकले पनि। उहाँहरू मलाई यति सहयोग गर्ने मान्छे 200 वर्षसम्म बाँच्नु परोस् बाबु, यसो भगवान् जस्तो मानेछु बाबु मैले। ठिक छ, हुन्छ बुवा, अब पिर नगर्नुहोस्, चेकअप गर्ने हो। तपाईँ ठिक भएपछि सबै कुरा राम्रो हुन्छ है। बर्माया, हेर त, तिमीलाई तिम्रो दुःख देखिसकेपछि, तिम्रो सङ्घर्ष देखिसकेपछि देश विदेशबाट यसरी सहयोग पठाउनु भयो, के भन्छौ?
धेरै धेरै धन्यवाद दिन्छु सबैजनालाई धेरै धेरै धन्यवाद दिन खुसी छौ नि हजुर धेरै अब त हामी जान्छौँ नि राम्रोसँग बस बुवा 2-3 दिन सँगै बसियो है रमाइलो भयो अन्त बाबु त्यो रमाइलो त भयो बाबु बेसी दुःख पाउनु भयो बाबु भुइँमा सुत्नु भयो खाट थिएन बाबु हाम्रो हैन पलाइ छैन बुवा दर्शकवृन्द हामी यही भित्र सुतेका थियौँ यहाँ खाट त छैन अहिलेसम्म खाट प्रयोग गर्नुभएको रहेनछ उक्त भिडियो हेरिसकेपछि अब अनलाइन सेवा सेन्टर चितवन शाखाले सम्पूर्ण सामग्री पठाउने भनेको छ बुवा हजुर बाबु केही छैन बुवा खाट नभए पनि के भयो त हैन र बेसी दुःख पाउनु भयो बाबु खाट थिएन भुइँमा सुत्नु भयो धुलोमा छ बाबु यस्तो चिसो ठाउँमा सुत्नु भयो बाबु त्यस्तो ठाउँ देख्नुभयो कस्तो पानी चुहिर बर्बाद हिलामा त्यस्तैमा सुत्नु भयो बाबु के गर्ने धेरै दुःख पाउनु भयो बाबु पिर नगर्नुहोस् बुवा केही हुन्न हामी भुइँमा सुते पनि केही हुन्न हामी त सधैँ यस्तै कहिले भुइँमा सुत्छौँ कहिले केमा सुत्छौँ कहिले के गर्छौँ हामी यस्तै त हो बुवा के गर्ने बाबु आउनुभयो बेसी दुःख काट्नुभयो गर्नुभयो बाबु धेरै राम्रोसँग हिँड्नु बाबु राम्रोसँग दुःख नमानेर जानु होला बाबु के गर्ने त फेरि आउनु है बाबु हामी एक्लै कहाँ जान्छौँ र तपाईँलाई लिएर जाने हो अब हामी बुर्तिबाङ जाने है आज पानी पर्ला जस्तो भएको छ आज नभए आज नत्र भोलि बिहानै बुर्तिबाङ जाने तपाईँको राम्रोसँग सम्पूर्ण चेकअप गर्ने तपाईँलाई के भएको छ रिपोर्ट हेर्ने त्यसपछि अगाडि बढ्ने है हुन्छ बाबु ल दर्शकवृन्द हामी बर्माएको घरमा आएको 3-4 दिन भयो टिन छाएर सक्यौँ अब हामी बुवालाई लिएर सँगसँगै बुर्तिबाङ जानेछौँ बुर्तिबाङ गएर बुवाको चेकअप गर्नेछौँ र के रिपोर्ट आउँछ त्यही अनुसार हामी अगाडि बढ्नेछौँ अहिलेसम्म धेरैजनाले सपोर्ट गर्नुभयो माया गर्नुभयो र धेरैले सहयोग पनि गर्नुभयो यदि कसैको नाम छुटेको छ भने मलाई फोन गर्नुहोला नाम छुट्न पनि सक्छ र सहयोग गर्नुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु विष्णु यो पैसा के गर्ने हो बाबाको उपचार गर्ने ल अनि बाबालाई के भएको थियो अरे बाबालाई थाहा छैन के भएछ फोक्सोको रोग छ हुन्छ बुवा यो पैसा हराउला राम्रोसँग राख्नुहोस् हामी अब अहिले नत्र भोलि बिहानै सँगसँगै जाने है